हेलो सबैलाई नमस्कार। सबैजना आराम कुशलै हुनुहुन्छ होला। यतातिर चाहिँ हल्का गर्मी बढेको अवस्था छ। त्यही पनि अब आज बोडी टिप्ने काम परेकोले हामी घाम नबनिकन पसिना भइरहेछ। त्यही पनि अब बोडी टिप्दैछौँ। अब आज बोडी टिपेन भने फेरि भोलि छिपेर बेच्नै नसक्ने अवस्था हुन्छ, बिक्री हुँदैन। त्यही भएर अब घाम साम नबनी बोडी टिपिँदैछ। त्यही भएर म चाहिँ यहाँनिर ठेला लिएर यहाँ बोडी टिप्न जाँदैछु। यहाँ म बोडी ओसार्दैछु, निनी मामा चाहिँ बोडी टिप्दै हुनुहुन्छ। टिपिसक्नुभयो मामा निनी? गर्मी कतिको छ मामा? गर्मी हो कि जाडो हो कि थाहै छैन। निनीलाई गर्मी कतिको हुँदैछ निनी? निनीबाट पानी चुन्दैछ, पानीको मूल फुट्दैछ। हाई हाई यत्रो बोडी छ यहाँ टिपिसक्नु पर्ने। किन सोध्यो भने त भिडियो गर्दै रहेछ भन्छु। घाम यहाँ कतिवटा लागेको रहेछ हौ। यहाँ देख्दा त एउटा मात्रै देख्छ, 8-9 वटा जस्तै पोलिरहेछ घामले। त्यसमा जिरो छापिएको छ कि हेर्नु त भन्छ। खै कोनी एउटा मात्रै देख्छ घाम त, बा अरू पनि छ। आहा हेर्नै सकिँदैन। त्यो जिरो छापेको त देख्नु भयो। यहाँ छ बोडी टिपिसक्नु पर्ने। आइया हो मामाले टिपिसक्नु भएको छ। अब फेरि सुरु। अघि चाडोको टिपिसक्यौँ बिहानभरि। अब बाँकी चाहिँ यति टिप्नु पर्ने। अहिले चाहिँ बिहानको 9:50 मात्रै हुँदैछ। यत्रो धेरै गर्मी भइसक्यो, पसिना आएर नुहाएको जत्तिकै भइसक्यो। यहाँ निनी हुनुहुन्छ, काम लगातार बढ्दैछ। कस्तो हुँदैछ निनी? एकदम मजा आउँदैछ। है तेरिका यहाँ मामाले भारी पुऱ्याइसक्नु आँट्यो। भारी पुग्यो मामा? ए मामा पनि लुगा सबै भिजिसक्यो पसिनाले। यति बाँकी छ अझै टिप्नु। यति चाहिँ बिहानभरि होइन, अघिदेखि हामीले यति चाहिँ टिपिसक्यौँ। अब बाँकी छ। अब यहाँ एक गाडी म घर पुऱ्याइरहेको छु। यहाँ एक गाडी भइसक्यो। कति तातो त हो। ल म एक गाडी घर पुऱ्याएर आउँछु है त, तपाईँले टिप्दै गर्नु। हाम्रो काम चाहिँ यही हो, यसरी बोडी टिप्ने। टक्क फलेको चाहिँ यहाँ छान्ने, छिपेको चाहिँ फेरि भेट्नामा पकाएर चुट्याउने हो। त्यस्तै छ भातै। यसरी फलेको हुन्छ बोडी। यता छ यो सबै टिप्नु भने आज शुक्रबारे पुर्याउनु पर्ने छ, बजारको दिन। फेरि पनि अर्को गाडी लिएर आइसकेँ। यहाँ आमा र बहिनी चाहिँ यहाँ केलाउँदै हुनुहुन्छ। छ र आयो पुरै प्योर। काम छिटो होस् भन्नुको लागि चाहिँ यहाँनिर कोही टिप्ने कोही केलाउने यहाँ गर्दैछौँ। घोप्ट्याएर है। गर्मीमा नटिप्नु पनि अब यो गर्मीमा नटिप्नु पनि छिपेर गइहाल्छ, खेर गइहाल्छ। त्यही भएर अब गर्मी भए पनि गर्नै पऱ्यो। बिहानभरिमा यति रेडी भइसकेको छ। यति वेस्टेज भयो। अब यो किरा लागेको, छिपेको, बिग्रेको, टुटेको फुटेको यो चाहिँ यहाँ अब यहाँ प्रोसेसिङ हुन्छ यहाँनिर पुरै। यहाँ चाहिँ यहाँबाट छानिसके पछाडि चाहिँ रेडी हुन्छ बजारको लागि। यस्तै छ गर्मीमा। बल्ल घर आइपुग्यो। यहाँ मामाले खेताला नि बोलाउनु भएको छ आन्टीले। आन्टी
केमा पकाउनु हो 1 केजी बोडीमा यति हुँदैछ भुल्याइहाल्नु भयो बोडी केलाउनुलाई यहाँ हेर्नु त एकचोटि राम 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 बिजोक भयो फाइनली यहाँको गरा चाहिँ बल्ल बल्ल टिपिसक्यो लगभग 11 बजेछ टिपिसक्दाखेरि गर्मीले स्यास्या भइसक्यो यत्रो बिजोक भइसकेको छ निनी र मामा चाहिँ गइसक्नुभयो माथि पुगिसक्नुभयो र है सबैजनाले यस्तो घाममा चाहिँ काम नगर्नु होला मरिने रहेछ